के तपाईले आफ्नो फ्युचर आईटी फिल्डमा देख्नु भएको छ? इफ यस, देन बीसीए विल बी द पर्फेक्ट फर्स्ट स्टेप टुवर्ड्स योर ड्रिम करियर। तर बीसीएमा कसरी अप्लाई गर्ने त? बीसीएमा अप्लाई गर्न हजुरहरूले एउटा इन्ट्रान्स एक्जाम क्र्याक गर्नुपर्छ, जसमा चाहिँ 3वटा सब्जेक्ट हुन्छ, म्याथ्स, इङ्ग्लिस, जनरल नलेज र जनरल आईटी, जसमा म्याथ्स चाहिँ 50 मार्क्सको, इङ्ग्लिस 40 मार्क्सको र जनरल नलेज चाहिँ 10 मार्क्सको हुन्छ। र यसमा पासिङ मार्क्स भनेको 35 आउट अफ 100 मात्रै हो। अझै द बेस्ट पार्ट इज देयर इज नो नेगेटिभ मार्किङ। सो हजुरहरूको रङ एन्सरहरूमा पनि मार्क्स काटिँदैन। त्यसैले अटेम्प्ट एभ्री क्वेसन टु गेट म्याक्सिमम स्कोर। अनि कसले अप्लाई गर्न मिल्छ त? ग्रेड 12 पास गरेको वा ग्रेड 12 को रिजल्टको वेट गर्नुभएको स्टुडेन्ट्सहरूले यसमा अप्लाई गर्न मिल्छ। र साइन्सपाथ एजुकेसन चाहिँ किन चुज गर्ने त? साइन्सपाथ एजुकेसनमा हामीले हजुरलाई एक्सपर्ट फ्याकल्टिजहरू, कम्प्लिट म्याथ र इङ्ग्लिसको प्रिपरेसन क्लास, जीके एन्ड जनरल आईटीको क्लास, डेली प्र्याक्टिस सेट्स, मक टेस्ट, प्रिभियस इयर क्वेसन डिस्कसनका साथै पर्सनल गाइडेन्सहरू पनि प्रोभाइड गर्छौँ। हाम्रो मोटिभ हजुरको इन्ट्रान्स एक्जाम क्लियर गर्नु मात्रै होइन, हाम्रो मोटिभ हजुरको आईटी फिल्डमा फाउन्डेसन स्ट्रङ बनाउनु हो। र बीसीए पछि अब के त? बीसीए पछिको करियरहरू यिनीहरू नै हुन्। यिनीहरू त केही लिस्ट मात्रै हो, नत्र थुप्रै छन्, जस्तै सफ्टवेयर डेभलपर, वेब डेभलपर, मोबाइल एप डेभलपर, साइबर सेक्युरिटी एनालाइसिस, डाटा एनालाइसिस, क्लाउड इन्जिनियरिङ र आजकल फेमस आईटी इन्जिनियरिङ। सो आज नै साइन्सपाथ एजुकेसनमा एडमिसन लिनुहोस्, आफ्नो इन्ट्रान्स एक्जाम क्लियर गरेर आफ्नो आईटीमा चुज गरेको ड्रिम करियरलाई रियालिटीमा चेन्ज गर्नुहोस्। थ्याङ्क यू।